चाहिँ के को ब्लग गर्ने आज चाहिँ अङ्कलको यहाँ हेर्नु सक्नुहुन्छ अङ्कलको बेमा हामी जान लागेको छौँ होइन अनि म चाहिँ सुरुबाट देखाउँछु सो हामी चाहिँ गएको भिडियो हेर्नुहोस् ल हेर्नुहोस् ल हेर्नुहोस् म त गएको छैन नि त बेमा होइन के त्यो बे चाहिँ भइसकेको अनि त्यसपछि अगाडिको चाहिँ पाखे हो कि तर के भन्नु जे भयो भने हेर्नु न त्यो पे भइसक्यो कि बे भइसक्यो अब हेर्नु भनेर यो गाएन गाई चाहिँ गाएन म मात्र गएको म र दिदी गएको अनि मम्मी ल हेर्नुहोस् अब हाम्रो यात्रा सुरु बाबा डाँडा मुनि मुखपा पाखा बाबा डाँडा अझै बाजेले हालिपठाइदिए खबर बाजे त्यो डाँडामा बाटो हाम्रो गाउँ जाने बाटो ठेक्या छैन हो खुल्ला आकाश छ आज अरे कालो आज ठिकै छ के गरे यस्तो हुन्छ न गाउँको होइन बाटोलाई कस्तो कार्बन बनायो यस्तो खालको छ टेन्सन भयो हामी त तल गयो के भयो बाङ्गो भयो त नि टायर कहाँ हाले माथि तान्नु ओर्लिने रे ल ओर्ली हो डर पऱ्यो त फेरि कोलाई कतिको डर लाग्यो मेरो टिकामा हाल्नु पाएँ छोडो होइन भिडियो अन्त फोटो टिकामा नमस्ते नमस्ते गुम्बा यो रुख हो कसको रुख हो Camaga wana Changu chew Zoom ngani chulo Camaga balo wala mo de suo ko दाइ चाहिँ के गर्नु र हेलो दाजु के छ खबर ओ ताक पनि तयार ल
भान्जी त कस्तो गिलास हो दाइ यो त खै तेरिका यार म त नखाने है उयो ठिक छ ए भिडियो भइरहेको छ त यो हेलो भान्जी के खाइरहेछ मामाहरू आएर भनिदेऊ न बाख्राको बुबु खाइरहेछ है भान्जीले है हेर है काली मान्छे काली भएर त्यही भएर गोरी हुनलाई बाख्रा बुबु खाएर गोरी हुन्छ भनेको मेरो भान्जी है हो कि होइन हो भन्नु यस यसो गर यसो भान्जी खोइ ओ भाग्यो 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 भान्जी त कोहीले चुको खायो खतरा रहेछ राम्री भान्जी गोरी भान्जी घेत्री जस्तो छ गाइस झन् हामी गएको कहाँ आइपुग्यो थाहा छैन तर आइपुग्यो त यस्तो रहेछ कहाँ हो यस्तो लाग्छ साग महिनामा बिहे गर्नुपर्छ भन्ने तपाईँको कस्तो धारणा छ यसरी नै हेर्नु भनेर एक्सपिरियन्स हुन्छ अनि अरू खुवाइछ हिँड्दै हिँड्छ म लड्छु म पर्छु यहाँ बेलुका गएर यहाँ रहेछ होइन 1 घन्टा पछि भेट्यो भन्ने खतरा अनि फेरि हाम्रो गाउँ यताबाट देख्छ होला तर यो उसी हटेर केही बोल्दैन हामी आइसकेको छौँ फाइनल आइसकेको छ होइन यहाँ बेहुको अनि बे हुन्छ अहिले कुरा Are you looking for a designer for your hotel?
अङ्कल आन्टीले एकअर्कालाई माला लगाइदिनुहुन्छ ताली अनि ताली बजाउनुहुन्छ बोल्छु गाइजहरू अनि त्यसपछि मैले चाहिँ यति नै भिडियो गर्न पाएँ किनभने मेरो मलको चार्ज सकेको थियो अनि त्यसपछि गएको भिडियो गर्न पाएन सो सरी अनि के भयो भन्नु न त्यसपछि हाम्रो मम्मीले मामा घर जाऊ अनि सामान पुऱ्याएर ल्याऊ अनि त्यसपछि आऊ भन्नुभयो क्या अनि हामी दुईजना बिहान उठेर मामा घर गयो कस्तो राम्रो आएको के हो यसमा चाहिँ के भएको थियो भने हामी दुईजनाले चाहिँ मृग देखाएको थियो कि अनि त्यसपछि यहाँ बाघ आउँछ कि बाघ आउँदैन भनेर डिस्कस गरिरहेको थियो कि अनि हामी एकछिन तर्सेको अनि तर्सेको फाइनली हामी चाहिँ मामा घर पुगेर अनि त्यसपछि मकै बटमास खाएर अनि हामी तल जान लागेको किनभने ठुलो मामीसँग भेट्न अनि सामान पुऱ्याउन अनि हामी चाहिँ जाँदैछौँ गाइस यत्रो बाटो होइन मामा के गरे ठुलो मामीको घर जाऊ दिदी कस्तो लाग्दैछ चिया यो खान नमिल्छ हेर्नु गाइस चिया रहेछ तपाईँलाई देखाउँछु चिया हो रे यो खानु हुँदैन जस्तो लाग्यो खानु हुँदैन नि यो म मम्मीलाई भनिदिन्छु यहाँ हेर्नु कफी मैले यहाँ देखेँ कत्रो ठुलो बोक्न कसरी बोक्नु समातेर उतै बोक प्लास्टिकमा उयो चलिरहेको तेरो फेसमा लाग चिल्लो हुन्छ चलिरहेको के भित्र होइन शङ्खकिरा शङ्ख बजाउनु हुन्छ क्या बोक्न त्यो अलिक ठुलो चाहियो नि त हुन्छ कि उयो यो चाहिँ हुन्छ बोक्न नि च्याप्प त बोक्नु कस्तो हुन्छ च्याप्प जान त्यो लटे जान ल बोक 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 गोटो गोटो गरेर त कस्तो पाखेर अर्को जिन्दगी यस्तो गर्नुहुन्छ ए बरु हातमा ल्याउँछु कुकुर हेर्दा त कति छैन ठुलो मामी त घर आए म किन तर त्योसँग किन लेङ्गा झुन्डे के झुन्डे फाल्यो लिएर आएको जस्तो देखियो क्या
तेल टोक्दैन उहाँहरू खम कति धेरै हेर्छ गाई आरू त्यो यार खतरा लाग्यो सुनेन त होला त्यहाँ भइसक्यो गाई नयाँ कुदको हजुर लाउरा बगेर लाउरा बगेर टोक्दैन गर्दैछ गर्दैछ नमस्ते खुट्टा भयो यत्रो होला खान्छस् खाइरहेको खिचिहालेँ हामी फेरि यहीँ थियौँ के भयो के गरे फेरि हामी फेरि मामा घर आइपुगेका छौँ किनभने तलबाट माथि आएको है होइन त हो नि होइन हो नि के त्यहाँ भयो है योभन्दा अझ माथि हुन्छ उता यो डाँडा सबै काटेर फेरि जानुपर्छ अनि यत्रो यो सेली हो र यो के भन्छ घरबाट के ल्यायो भने त्यही यहाँ जानु लाग्यो फेरि गाउँ लेकिन धेरै भिडियो गरिदियो अनि भारी पकाउनु त पर्छ आउँदैछ गाउँली को तपाईँ चिनेन नि बोकिदिनुपर्छ कहाँ बोक्नु माथि यो बाटो जस्तै जीवन पनि कहिलेकाहीँ उकालो हुन्छ तर दृश्य भने सधैँ सुन्दर नै रहन्छ हावासँगै बग्दै झर्दा मनले फेरि स्वतन्त्र हुन सिक्छ गाइजहरू यो चाहिँ मैले लेखेको स्क्रिप्ट होइन यो मैले बोलेको स्क्रिप्ट तर मेरो स्क्रिप्ट होइन गाइजहरू अनि फाइनली हामी चाहिँ आफ्नो घरमा आइपुग्यो अनि त्यसपछि अहिले 9 मा कस्तो हुन्छ देखाउँछ ल ल जाऊ मेरो मोबाइल तल मैले अघि दिएको दा छोरीको माया बाई सानो राम्रोसँग पढ्नुस् है छोरा छोरीको माया नि यहाँ आउजिनुहुन्छ ल ल दिदी के छ आज के पनि छैन अनि यहाँ भाइले के छ खबर उडिस कहाँ हेरेर आएन हेर ल ल हेरे ल ल ल हेरे
के पछि पठाउनु पर्छ हामी गएको ल हामी गएको ल काठमाडौँ बाई 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 भने हैन गयो भने ल काठमाडौँ गएको ल बाई जाने हो तपाईँ यति भन्दा यस्तो छोडी कहाँ जान सक्छ है ल ओइ फोटो खिच्नु किन हामी फेरि चाहिँ लाग्छौँ ल ल हामी गयो ल बाख्राहरू ल बाई बाई कुकुर आयो गाइस कुकुर आयो गाइस कुद 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 छिटो कुद उचाउ बाजे छ बाजे कस्तो यहाँ टोक्यो आया हिँड्नै सकेन सेकामा हामी बेको घर जान लागेको थियो अनि त्यसपछि मम्मीले चाहिँ जा त सिस्नु टिपेरले मलाई खानालाई भन्यो अनि त्यसपछि हामी फेरि तल आएर सिस्नु टिप्न सामान लिएर हामी फेरि सिस्नु टिप्न जाँदैछौँ गाइज करेन्ट आयो अनि मलाई भने गराउँदैन टिप्दैन किन चकेर हामी पनि जानुपर्छ के नजानु के जानुपर्ने छ के किन के अरे भन् न भाइ भन्नुपर्छ के मैले भन् म किन जाने जाने त पनि त्यही जा दुईजना चिप्चिपे जान्छ मम्मीलाई त्यति पुगेर यो प्लास्टिक बढी टिप्ने ल ल यता मुन्ना मुन्ना टिप्ने क्या थाहा के मैले 80 यहीँबाट टिपेँ कति टिपिस सबै एक बोरा टिपेको अझै थोरै भयो अनि यो त मैले झन् कथो ल उता जाउँ यहाँ छैन उता नि यहाँ उता नि मैले टिपिस आधी उधी त छ कि आधी त्यहाँ त्यहाँदेखि राम्रोसित टिपेको जाउँ खाएन होला त हामी मम्मीलाई खानुपर्छ के छ नि काम त अराउनु त यत्रो खाने मम्मीहरू गाइज आज त नन स्टप भ्लग हो अनि त्यसपछि किनभने यो यतिकै भ्लग हो अनि किनभने अनि त्यसपछि यतिकै भन्ने यहाँ चाहिँ गोरुहरू छ है यिनीहरू बस्ने खाने उठ्ने मात्रै ए के भन्छ ओ के भयो यसलाई बुवा होला ओ मिलाइदिएन मिलाइदियो भने त्यसको ढाड कुकुर नन स्टप भ्लग हो उल्टो भयो क्या भ्लग पनि उल्टो भनेर हाँस्नुहुन्छ मलाई ठुलो आयो दे सानोले त पोल ल्याइसकेको छ यत्रो एक झोला भइसकेको छ अनि त्यसपछि ह्यान्ड सक्नु चाहिँ अब भाले जुकिन भाले के गरेर फेरि जुत्न देखाउँ न आफै सक्नु 10 वर्षमा चाहिँ आफूलाई देखेपछि यस्तै हो कि दिने खान आफूलाई ठुलो गाइज होइन हामी फेरि अहिले यहाँ खेल्छौँ हेर्नु ल हेर्नु नै मैले मुन्नेहरूले
खानु भइसक्यो ल ल ए नमस्ते बाबु के खायो हुन्टे ए बाख्राहरू सबैलाई देखाउँछु ल यो बाख्रा हो यो बाख्रा हो यो बोका हो यो बोका हो यो बाठा हो पट्टिने हो यो बाख्रा हो यो बाख्रा हो यो बाख्रा हो भाले हो भाडा हो अरू के हो र के भयो तर म खाने ल ल म नाच्छ अनि यहाँ हेर्नु सक्नुहुन्छ यहाँ कसको घर हो यो कमेन्ट गर्नुलाई मलाई याद आएन कि यो उठ्यो उब्रियो को कालो हुन्छ मम्मी गाई झाले सुन्छ यो म माथि चाल्छु आज मात्रै हो किन मैले खै किन मिनट भइसक्यो यहाँ जाऊ यहीँ रहेछ ल त्यो के अरे शङ्ख किरा म तपाईँले ल्याउँछ अहिले चन्द्र गरेर पुत्ते फेलेर हुन्छ तपाईँ बोक्नु हामी नबोक्ने खाने कि नखाने नखाने कसम म त दाल यो खाइ ल खान्छु ल हाँस्दैन है मम्मी मम्मी चाहिँ यो अर्कै आन्टी कुरामा हाँस्छ कि आन्टीहरूको कुरामा तल जाँदा पनि है मिर्गो देखेर त्यहाँ नबस्नु थिएँ कि आउन एकछिन एकछिन मैले के गर्नुपर्छ तातो पानी झिक्दै ल्याउनु तातो पानी झिक्दै ए ल एकछिन तात्दै अरे अनि यहाँ चाहिँ हेर्नु गाई यहाँ चाहिँ बेहाहरूको के हो भाडा मास्दैछ अनि हाम्रो नयाँ आन्टी यहाँ हुनुहुन्छ एकछिन म लाइट बल्ब यहाँ हेर्नुहुन्छ आन्टी कस्तो छ नगर्नु यस्तै छ भाडा हाम्रो 40 दिन लगाइसक्यो मम्मी यसरी बस्ने हो मम्मी धुने हो पानी तात्यो होला म लिएर आउँछु कस्तो ठिक छ के हुनु छोरी यस्तो कालो भाँडा माग्नु परेको छ त्यो अरूको बेमा यस्तो दाजुलाई हेर तिम्रो गाह्रो छ छोरी ठिक छ मलाई त मैले भन्नु परेको थिएन अरू केही भन्नु छ मैले भन्नु अरू केही भन्नु आएन यहाँ तातो पानी ल्याए तातो पानी यहाँ तात्दैछ कि ल नि तातो पानी तात्यो है यो हो यो त चिसो पानी हो क्या चिसो पानी हो तातो हो ए अर्को भाडा खोइ अर्को भाडा दिनु न ओ दिदीसँग छ त्यो अर्को भाडा लिनु तातो पानी त सुन्दैन काम गर्नु भने यसो काम गर्नै दिँदैन रहेछ ल गर्दैन म
कान्छी कान्छी भन्छ गाइस दा कसलाई ल्याउने त्यो बुर्सी ल्यायो भने तँ अघि नै मैले ल्याएँ नि त नि चासी दिन लाग्यो त्यही भएर गरेँ भिडियो नत्र गर्नै पाउँदैन खाना खाँदैछ मम्मी मैले पानी हाल्नुपर्छ कता त्यहाँ आगो हेर्ने आगो हेर्ने के हेर्ने मजाले आगो बाल्ने पानी ताताउनु पर्यो पानी म चाहिँ आगो हेर्ने रे ल हेरौँ ल हेरिराख्छु कस्तो छ के छ ठिक छ ल ल ठिक रहेछ देखेको छैन होला तर डनमा आएन होइन निन्द लाग्यो मम्मी खोइ लुकी लुकी हाँसेको के गर्नु यस्तै छ अब आउनुहुन्छ यहाँ आउँदैन ल के गर्नु गाह्रो छ भ्लग बनाउनु यत्रो भाडा मार्नुपर्छ होइन अझै थपिरह भाडा ल तपाईँ नमाज्ने भाडा तपाईँ नमाज्ने म नाच्दैन यहाँ मान्ने यहाँ छन् मेरो स्टाफहरू टन्नै 5-6 जना छ पैसा कति पैसा पैसा ल 1000 साबुन हो पैसा हुन्छ यही देखाउने हो देखाएको गर्ने हो झ्याप्पै भाडा आइपुग्यो कति आयो काली ताली बजा गाइस झन् मेरो मोबाइलको चार्ज छिँदैछ अनि त्यसको भिडियो गरेर अवस्था मम्मी के कुराकानी के कुराकानी चुला आउँछ तँलाई मजा आयो हाई गर्यो तपाईँ 2 दिन भयो है नसुतेको अब यस्तै हो बिहे भएपछि म सुतेन लास्ट उयो ल कति सर्यो म किन उता गएको कस्तो पाखे रहेछ यी पानीहरू भने पानीहरू राख्छु म कति आइसकेको छ अनि मर्ची डर लड्यो भने गाइस तपाईँले भिडियो गर्नुभयो देख्नु भयो यहाँ चाहिँ आन्टी नै पानी बिस्तारै आइरह ल आन्टी आन्टी अब के भन्ने ल गाइस अब लास्ट हो नि त नि हो आन्टी घक्क नाम है रोशनी श्रेष्ठ ल अब 2 दिन कुर्नुपर्छ 1 हप्ता खै हेर्नुपर्छ बे हजुर आन्टी होइन के झन् ल भन्ने आएन नि गरे कस्तो हजुर आन्टी त लजाउनु भएको छ ल नाच्नुपर्छ आन्टी ल नाच्नुपर्छ धेरै दुवा आन्टी 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 अजी आन्टी ए दिदी दिदी हो यार गीत बजाउनु पर्छ अहिले आन्टी लभर भनेर त्यसले गीत बजाउँछ कसले यसले बजाउँदैन स्पिकरले बजाउँछ के हो यो अन्डा अन्डा रहेछ गाइस अन्डा रहेछ गाइस आगो पनि बोला रहेछ गाइस भन्नुहुन्छ पनि उडेछ गाइस साबुनको प्याकेट पनि छ गाइस
हजुर त्यो भाइ यत्रो ठुलो भएर हो ए यसो सरर देखाउँछु देखिराख्नु भयो नि आन्टी के हल्लाएको भने सोध्न कसले चाहिँ हेर्दैन मेरो भिडियो आन्टी लाउराले के घुमाएको के हल्लाएको भने सोध्न मैले भनिसक्यो केलाई घुमाएको आन्टी भन्न तपाईँलाई सोध्छु ल मलाई नसोध्नु त्यो हल्लाएको अन्डाले घुमाउने सोध यहाँ चाहिँ के सुगाउनु भयो भन्नु न पट्टु मैले त देखेँ हो यसो भिडियो बनाएर लाइक आउँछ भित्र हल्ला फेरि पोला पाल्ने अन्डा खानुपर्छ अन्डा कत्रो तपाईँ जत्रो अन्डा खाइसक्नु तैँले बनायो भने भान्जी हाम्रो भान्जी पनि के बिधि मस्ती त्यसलाई रमाइलो होइन नि यो यस्तो रमाइलो गर्नु कसको फोन आयो ए यहाँ फोन आफै भन्नु यो कलरमा आन्टी ए आन्टीले अङ्कल अङ्कललाई आन्टी भन्छ है अङ्कल यो चाहिँ भोलि पाहुना स्पेसलको लागि चाहिँ नि हो हजुर अङ्कलहरू धेरै खोइ ए हो बाहुबली नक्कली झुङ्गा उचाल्छ हामीले यस्तो हेभी उचाल्छ के ल यता उता म देखाउनु दिन्छु म तल गएँ मर्क्यो पक्नु मै है तपाईँले देख्ने हुन्छ होइन पक्नु भिडियो बनाउनु तर गीत थियो कि यो ओइ के देखिन गाइस खै लाइटै आउने पक्क लाइट भएको छ हजुर हामी जान्थे आएको उहाँको बेलामा खै देख्नै भएन ल सेट ल किन झगडा गरिदिनु ल पक्ति मलाई पक के गर्दैन के छ अङ्कल ठिक छ ल बाहिर नाच्नु भनेन हस् ठुलो सरले हस् ल नाच्नु भनेन नाच्नु कस्तो छ दिनहरू कस्तो छ मैले केही बोल्दिनँ यो हजुर राम्रो छ ए बजाउ यार एकछिन बच्चाहरू नाच्छन् सुत्नु नभ तपाईँ चाहिँ नराख्ने मलाई नाच्न आउँदैन क्या के छ के भन्नु दुई चप कस्तो लाग्यो ल गऱ्यो सोधेको यस अझै ए हजुर अझै भनेर जी भनेको नि हजुर सेतो हालेको छ है हामी कस्तो राम्रो सेतो लाइट हालेर भाइ सुतिरहेको उज्यालो हेरिरहेको छ भाइ त के कसो देखाएको छ तपाईँ पनि आउँछ दिदी रे हजुर गाह्रो छ आइस के छ ठिक छ ल 12% गाइजहरू अन्तिम घडीमा आइपुगेर आज अङ्कलको बेमा रमाइलो भयो अनि सबैजना खुसी हुनुहुन्थ्यो
मैले धेरै भिडियो खिच्न त पाएन, तर यो दिन स्पेसल रहनेछ। यति भन्दै अन्तिम समय हेर्नुभएकोमा धन्यवाद। फेरि अर्को भ्लगमा भेटौँला गाइजहरू। See you next vlog. I see your boots at the corner cafe.